जब घरको ढोका खोलियो, भित्र देखिएको दृश्य यति भयावह थियो कि अनुभवी प्रहरीहरू समेत स्तब्ध बने। विलिसका एक्स मर्डर 114 वर्ष पुरानो रहस्य। सन् 1912 जुन 9 अमेरिकाको आयोवा राज्यको सानो र शान्त सहर विलिसका। जब घरको ढोका खोले, घरभित्र रहेका 8 जना मृत थिए। उनीहरूको हत्या कुल्हारीले गरिएको थियो। तर यो घटनाको सबैभन्दा डरलाग्दो पक्ष हत्या मात्र थिएन। हत्याराले प्रत्येक पीडितको अनुहार कपडाले ढाकेको थियो। घरका सबै ऐना छोपिएका थिए, झ्यालहरू बन्द गरेर कपडाले ढाकिएका थिए। मानौ हत्यारा कुनै कुरा देख्न चाहँदैनथ्यो वा कसैले उसलाई देखोस् भन्ने चाहँदैनथ्यो। झन् रहस्यमय कुरा के थियो भने घरमा जबरजस्ती प्रवेश गरिएको कुनै चिन्ह थिएन, चोरी भएको पनि देखिएन। मानौ हत्यारा घरभित्र घण्टौँसम्म बसेको थियो, शान्त रूपमा, अन्धकारमा, मृत शरीरहरूसँग। प्रहरीले वर्षौंसम्म अनुसन्धान गर्यो, दर्जनौं संदिग्धहरूलाई सोधपुछ गरियो, तर कुनै पनि प्रमाणले वास्तविक हत्यारासम्म पुर्याउन सकेन र त्यसपछि मामिला इतिहासको सबैभन्दा ठूलो अनसुल्झिएको रहस्यमध्ये एक बन्यो। आज 100 वर्षभन्दा बढी समय बितिसकेको छ, तर विलिस्काको त्यो घर अझै उभिएको छ। त्यहाँ जाने केही मानिसहरू रातको समयमा अनौठा आवाज सुनेको दाबी गर्छन्। यद्यपि यसको कुनै वैज्ञानिक प्रमाण छैन। तर एउटा कुरा भने सत्य हो, त्यो रात 8 जना मानिसहरू मारिए। हत्यारा कहिल्यै फेला परेन र सायद उसले आफ्नो सबै रहस्यसँगै लिएर अन्धकारमै हरायो।